जय शम्भो हर हर महादेव, जय श्री कृष्ण, राधे राधे, जय श्रीमन्नारायण। नमस्कार सँगै हार्दिक स्वागत छ। म गंगा सागर उपाध्याय पोखराबाट। आज मैले यो भिडियोमा तपाईको राशिका लागि के फल मिल्दछ त यो विक्रम सम्वत 2082 साल असार महिनाको यो मासिक राशिफल प्रस्तुति लिएर उपस्थित भइसकेको छु। विशेषतः तपाईको राशिका लागि यो महिनामा अत्यधिक शुभ दिनहरू कुन कुन रहेका छन् चन्द्र गोचर अनुसार त्यस बारेमा पनि चर्चा गर्नेछु। अनि अशुभ र अलिकति संयम रहनुपर्ने दिनहरूको बारेमा चर्चा गर्नेछु। क्षेत्रगत रूपमा कुन क्षेत्रमा, जस्तो शिक्षा क्षेत्रमा, अनि तपाईको नोकरीमा लाग्ने व्यक्तिहरूका लागि, अनि तपाई व्यावसायिक क्षेत्रमा लाग्ने व्यक्तिहरूका लागि कति प्रतिशत भाग्यबल मिल्नेछ, ग्रह गोचरी अवस्थामा कुन कुन ग्रह कमजोर र कुन कुन ग्रह बलिया छन्, ती बलिया ग्रह त बलिया छँदैछन्, कमजोर ग्रहको के उपाय गरेर अगाडि बढ्न सकिन्छ त त्यस बारेमा पनि विशेष चर्चा गर्नेछु। त्यसकारणले भिडियोलाई अन्त्यसम्म हेरेर लाभ उठाउनु होला। कुन ठाउँदेखि हेर्दै सुन्दै हुनुहुन्छ यो ठाउँबाट भनेर कमेन्ट गरिदिनु होला। भिडियो मन पर्यो भने अवश्य पनि भिडियोलाई एक लाइक, एक कमेन्ट, एक शेयर गरिदिनु होला। र यदि अहिलेसम्म पनि यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर सँगै आउने बेल आइकन र सँगै आउने अल बटनमा पनि क्लिक गर्न नभुल्नु होला। आउनुहोस् अब तपाईको राशिको चर्चातर्फ नै अगाडि बढौँ। तपाई सिंह राशि हुने जनहरू, तपाईका लागि यो विक्रम सम्वत 2082 साल असार महिना के कस्तो रहेको छ त गोचरी अवस्थाको चर्चाबाट यो चर्चालाई अगाडि बढाउँ। विशेषतः सूर्य ग्रह यो महिनाभरि नै 11औं भाव यानि कि लाभ स्थानमा रहनेछ। बृहस्पति र बुध ग्रहको युक्ति सँगसँगै रहनेछ, जसका प्रभावले धन प्राप्ति, सुख भन्ने फल मिल्नेछ। तपाईलाई व्यावसायिक क्षेत्रमा पनि यसले केही मद्दत पुर्याउनेछ। सँगसँगै नेतृत्वगण, हाकिमवर्गसँगको सम्बन्ध समेत विशेष प्रगाढ रहने सङ्केत यो महिनामा देखिएको छ। नेतृत्ववर, हाकिमवर्ग अनि सरकारी क्षेत्र, प्रशासनिक क्षेत्रमा रोकिएका कामकारीहरू, यी चिजहरूले तपाईको सकारात्मक तवरले गति लिनेछन्। थालेका गरेका कामकार्यबाट समेत आत्मसन्तुष्टि मिल्ने सङ्केत देखिन्छ। त्यसकारणले पनि पाएका अवसरहरूलाई ग्रहण गर्ने, अगाडि बढ्ने गर्नु नै उपयुक्त हुन्छ। कुरा गरौँ बुध ग्रहको। बुध ग्रह पनि 8 गतेसम्म 11औं भावमा नै रहनेछ। शुभ अर्थागम भन्ने फल मिल्नेछ। त्यसकारणले 8 गतेसम्म ठुलो लगानी राम्रो देखिन्छ। व्यावसायिक साझेदारी गर्नु राम्रो मानिन्छ अनि नयाँ काम कार्यको आरम्भ गर्नु पनि उपयुक्त मानिन्छ। तर 8 गते पछाडि 12औं भावमा पुग्ने बुध ग्रहका प्रभावले शोक, धनक्षय भन्ने फल मिल्नेछ। आर्थिक नोक्सानी बिहोर्नु पर्ने हो कि भन्ने सम्भावना छ। अनि अरू व्यक्तिको लैले उक्साटमा लाग्दा नकारात्मक क्षेत्रमा पो लगानी गरिने हो कि भन्ने सम्भावना छ। त्यसकारणले 8 गते पछाडि ठुलो लगानी, सम्झौता त्यति उपयुक्त देखिँदैन। अब कुरा गरौँ मङ्गल ग्रहको। मङ्गल र केतुको युक्ति तपाईको आफ्नै राशिमा रहनेछ यो महिनाभरि नै, जसका प्रभावले गर्नाले तपाईलाई मङ्गल ग्रहको प्रभाव भय एवं पीडा भन्ने फल मिल्नेछ। अवसर त मिल्छ, काम गर्ने योजना पनि बन्छ, तर आफ्नै कारणले, कठोर बोली व्यवहारका कारणले काम कार्य बिग्रने हो कि भन्ने सम्भावना छ। त्यसकारणले आहार विहारमा विचार पुर्याउनुहोस्, बोलीमा विचार पुर्याउनुहोस्। नयाँ काम कार्य थाल्नुभन्दा पनि पहिला थालेका अपुरा रहेका क्रियाकलापमा जोड दिने गर्नु राम्रो हुन्छ। प्रत्येक मङ्गलबारको दिनमा शुद्ध भोजन गर्ने, हनुमान चालिसा पाठ पारायण गर्ने गर्नु अत्यन्तै राम्रो हुन्छ। अब कुरा गरौँ शुक्र ग्रहको। शुक्र ग्रह 9औं भावमा रहनेछ यो महिनाको 15 गतेसम्म, जसका प्रभावले गर्नाले सुख लाभ भन्ने फल मिल्नेछ भने त्यस पछाडि 10औं भावमा पुगेर धर्म लाभ भन्ने फल मिल्नेछ। तपाईलाई 15 गतेसम्म नयाँ ठाउँको घुमफिर, अवलोकन, भ्रमणमा निस्कन पाइने सङ्केत देखिन्छ। सँगसँगै धार्मिक आस्था जागृति हुनेछ। राजनैतिक क्षेत्रमा नवीन तपाईलाई अवसर प्राप्त हुने सङ्केत देखिन्छ। पाएका अवसरहरूलाई ग्रहण गर्ने, अगाडि बढ्ने गर्नु नै उपयुक्त हुन्छ। पछि गर्छु भनेर साँचेर नराख्नुहोला। 15 गते पछाडि पनि सामान्य केही उतार चढावका बावजुद अगाडि बढ्ने समय शुक्र ग्रहले देखाइरहेको छ। प्रेम भाव जागृति हुनेछ। प्रेम प्रेमिका बीचको सम्बन्ध प्रगाढ रहनेछ। नयाँ ठाउँको घुमफिर, अवलोकन, भ्रमणमा निस्कन पाइने सङ्केत समेत यसले गरिरहेको छ। यो त गोचरी अवस्था थियो। अब क्षेत्रगत रूपमा चर्चा गरौँ शैक्षिक क्षेत्रमा लाग्ने विद्यार्थी वर्गबाट। तपाईँ विद्यार्थी वर्गका लागि मात्र हेर्दा यो महिना समग्रमा एकदमै उपयुक्त छ।
पूर्वार्धको समय अत्याधिक राम्रो, उत्तरार्धमा भने अलि अल्छीप्रद समय बन्छ कि भन्ने सङ्केत छ। त्यसकारणले यो महिनामा अध्ययन अध्यापन क्षेत्रबाट सकारात्मक तवर नै तपाईँलाई प्रतिफल मिल्नेछ र भाग्य बल रहनेछ 55%। नोकरीमा लाग्ने व्यक्तिहरू, तपाईँका लागि जिम्मेवारी बढ्नेछ। बढेका जिम्मेवारीहरूलाई तपाईँले सही रूपमा वहन गर्दै अगाडि बढ्न पनि सक्नुहुनेछ। ठुला व्यक्तिसँग सहकार्य गर्न पाइने सम्भावना पनि देखिन्छ। त्यसकारणले पाएका अवसरहरूलाई ग्रहण गर्ने, अगाडि बढ्ने गर्नु राम्रो हुन्छ। सरकारी क्षेत्र, प्रशासनिक क्षेत्रबाट समेत सफलताको योग बनेको छ। त्यसकारणले पनि तपाईँ नोकरीमा लाग्ने व्यक्तिहरूका लागि मात्र हेर्दा यो महिनाका लागि भाग्य बल रहनेछ 65%। बन्द व्यापारमा लाग्ने व्यक्तिहरू, महिनाको पूर्वार्ध अत्यन्तै राम्रो छ। नयाँ लगानी सम्झौता गर्नु राम्रो हुन्छ। उत्तरार्धको समयमा भने पहिला गरेको लगानीलाई निरन्तरता बाहेक नयाँ लगानी, नयाँ सम्झौता उपयुक्त देखिँदैन। तपाईँ बन्द व्यापारमा लाग्ने व्यक्तिहरूका लागि मात्र हेर्दा यो महिनाका लागि भाग्य बल रहनेछ 50%। पारिवारिक सम्बन्धमा सानातिना बाहेक जटिलता, समस्या यो महिनामा देखिँदैन। प्रेमी प्रेमिका बीचको सम्बन्ध र दाम्पत्य सम्बन्धमा पनि पूर्वार्धको समय त अत्यन्तै राम्रो छ। 15 गते पछाडि साना साना खटपटहरू त पर्न सक्दछन् र पनि सम्बन्ध भने अझ प्रगाढ भएर जाने सङ्केत समेत देखिन्छ। स्वास्थ्य अवस्थाका दृष्टिले टाउको दुख्ने समस्या अनि विशेषतः मौसम परिवर्तनको असर स्वास्थ्यमा पर्न सक्दछ। त्यसकारणले त्यो कुरामा भने विशेष ख्याल पुर्याउनु होला। अघि पनि बताइयो, मङ्गलबारको दिनमा शुद्ध भोजन गर्ने, हनुमान चालिसा पाठ पारायण गर्ने, ओम अम अंगारकाय नमः यस मन्त्रलाई 108 पटक जप गर्ने गर्नुहोला। स्वास्थ्य पनि मजबुत बन्छ। त्यस्तै गरी तपाईँ कृषि क्षेत्रमा लाग्ने व्यक्तिहरू, पशुपालन क्षेत्रमा लाग्ने व्यक्तिहरू र श्रम मार्गमा लाग्ने व्यक्तिहरूका लागि समेत यो महिना शुभप्रद नै मान्नु पर्दछ। पाएका अवसरहरूलाई ग्रहण गर्ने, अगाडि बढ्ने गर्नु राम्रो हुन्छ। त्यस्तै गरी राजनैतिक क्षेत्रमा लाग्ने व्यक्तिहरू, कलाकारिता क्षेत्रमा लाग्ने व्यक्तिहरू र खेलकुद क्षेत्रमा लाग्ने व्यक्तिहरूका लागि समेत यो महिनामा नयाँ कदम चाल्दा धेरै व्यक्तिको साथ समर्थन मिल्नेछ। त्यसकारणले कुनै पनि नयाँ अवसर पाएको खण्डमा पछि गर्छु भनेर साँचेर नराख्नुहोस्। त्यो अवसरलाई ग्रहण गर्ने, अगाडि बढ्ने गर्नु नै तपाईँको लागि उपयुक्त बन्न सक्दछ। त्यस्तै गरी तपाईँ गृहिणी व्यक्तिहरूका लागि भने थोरै स्वास्थ्यका कारणले योजना अनुरूप अगाडि बढ्न सकिँदैन कि भन्ने सम्भावना छ। आफ्नो स्वास्थ्यको भने विशेष ख्याल पुर्याउन जरुरत देखिन्छ। त्यस्तै गरी वैदेशिक क्षेत्रका पुरा कामकारीहरू छन् भने महिनाको पूर्वार्धको समयमा नै तपाईँ लगनशील भएर अलिक क्रियाशील रहेर अगाडि बढ्नुहोला। तपाईँको कामकारीहरू बन्ने सम्भावना एकदमै प्रबल देखिएको छ। समग्रमा सिंह राशि हुनेजनहरू मङ्गलबारको दिनमा शुद्ध भोजन गर्ने गर्नुहोला। चन्द्र गोचर अनुसार तपाईँका लागि अत्यन्तै शुभ दिनहरूमा 3 गते, 4 गते, 9 गते, 10 गते, 11 गते, 12 गते, 16 गते, 17 गते, त्यस्तै 20 गते, 21 गते, 22 गते, 30 र 31 गते अत्यन्तै शुभ फलदायी दिन रहेका छन् भने के कमजोर र संयम रहनुपर्ने दिनहरूमा 5 गते, 6 गते, 13 गते, 14 गते, 23 गते, 24 गते र 32 गते भने अलिक कमजोर रहेका छन्। बाँकी दिनहरू मिश्रित फलदायी रहनेछन्। तपाईँले कुनै पनि नवीन काम कार्य यो महिनामा थाल्दै हुनुहुन्छ भने शुभ लाभ अमृत समय पाएर गर्नुहोला। जुन कुरा हामीले नियमित राशिफलमा बताउने गर्छौँ, त्यसकारणले तपाईँले हाम्रा नियमित प्रस्तुतिहरू पनि हेर्दै सुन्दै जानुहोला। र माथि बताइएका जुन पनि शुभ दिनहरू छन्, ती शुभ दिनहरूमा नयाँ योजना अगाडि बढाउने गर्नु पनि अत्यन्तै राम्रो हुन्छ। तपाईँ सम्पूर्ण सिंह राशि हुनेजनहरूको यो महिना सुखद रहोस्, मङ्गल रहोस्।